आज त बिहान पनि मासु र भात, बेलुका आएर पनि मासु र भात। जति मासु त अरू कसैले पनि खान सक्दैन कि क्या हो जस्तो पनि लाग्न थालिसक्यो। All right guys, all right, welcome back to my mini vlog. I hope सबजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। अनि मेरो सबै सोशल मिडिया फ्यामिलीहरुलाई पनि गुड मर्निङ भन्दै आजको दिन सुरुवात गर्दै छु। अनि आफू मासु लभर भइसकेपछि त बिहानको सुरुवात र बेलुकाको अन्त्य पनि मासु खाएरै हुने रहेछ। त्यसपछि चाहिँ मलाई बाबाले डोरी लिएर आइज त बारीमा थोरै काम छ भन्नु भएको थियो। अब भ्लगर भइसकेपछि डोरी मात्र लगेर भएन क्यारे, क्यामेरा पनि लानै पर्यो। त्यसपछि एउटा हातमा डोरी र अर्को हातमा क्यामेरा ठडाउँदै लागे म बारीतिर जाँदै थिए। अस्ति भर्खर रोपेको मकै पनि यति ठुलठुलो भइसकेको रहेछ। यसरी हजुरहरुसँग दिनदिनै गफ गर्दै कुराकानी गर्दा त दिन पनि कति छिटो बित्दो रहेछ थाहै नहुने। त्यसपछि बारीमा पुगेर बारीको कामहरु सबै सकेर लागे म घरतिर। अनि घर आउने बित्तिकै अघि पकाएको मासु र भात ल्याम किल्याम हानेर फेरि लाग्नु पर्यो आफू त कामतिर। पुगेर पसल मात्रै के खोल्न पाएको थिए, फेरि मेरो दुईजना टिकटक फ्यामिलीहरु हेरेर हेयरकट हान्न आइहाल्नु भयो। त्यसपछि मेरो प्यारो टिकटक फ्यामिलीलाई दामी हेयरकट दिएर एकछिन कस्टमरको वेटमा बसेको थिए। त्यतिकैमा मेरो खुराफाती दिमागमा एउटा कुरा आइहाल्यो। आज म हजुरहरुको माझमा एउटा सानो गुनासो राख्दै छु। आशा गरेको छु हजुरहरुले त्यो सानो गुनासो छिट्टै पूरा गरिदिनुहुन्छ भनेर। हजुरहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, मन नपर्यो भने लाइक नगर्नुहोस्, त्यो हजुरको मर्जी। तर कमेन्ट बक्समा हजुरहरुले यो भिडियो कहाँ बसेर हेर्दै हुनुहुन्छ त्यो चाहिँ लेख्न नबिर्सनु होला, किनकि मेरो टिकटक फ्यामिली कहाँबाट हुनुहुन्छ र मेरो भिडियो कहाँसम्म पुग्छ त भनेर मलाई एकदमै जान्न मन लागेको थियो। त्यही भएर हजुरहरुसँग यो सानो बिन्ती बिसाको छु। आशा गरेको छु हजुरहरुले यो बिन्ती पनि यही भिडियोमा पूरा गरिदिनुहुन्छ भनेर। अनि आज चाहिँ मेरो उनी साली अनि मेरो भान्जो चाहिँ मलाई भेट्न पसलले आउनु भएको थियो। अनि मेरो सालीलाई चाहिँ लास्टै भोक लागेको रहेछ, आउने बित्तिकै चटपट खुवाउनु न भेना भनेर भन्यो। त्यसपछि 50 को चटपट ल्याएर दिएर ल मोज गर भनेर चाहिँ त दुईजना प्यारो भाइ आउनु भएको थियो हेयरकट गर्नको लागि। उहाँहरुलाई हेयरकट दिनतिर लागे। अनि दुवैजनालाई दामी हेयरकट दिएर भइसकेपछि पसल बन्द गरेर 1 किलो मासु लिएर लागे हामी घरतिर। अनि आज चाहिँ मासु मेरो उनीले बनाकी थिए, किनकि म चाहिँ यता भिडियो हालेर लाइभ बसिरहेको थिएँ नि त। यदि हजुरहरुलाई थाहा छैन भने म चाहिँ डेलीको 7 बजेबाट 8 बजेसम्म लाइभ बस्ने गर्छु। यदि हजुरहरु कोही मसँग बोल्न इच्छुक हुनुहुन्छ भने मेरो लाइभमा आएर मसँग बोल्न सक्नुहुन्छ। अनि हजुरहरुले अहिलेसम्म यो भिडियोलाई लाइक गर्नु भएको छैन भने प्लिज लाइक चाहिँ गरिदिहाल्नु होला, किनकि हजुरहरुको एक लाइकले गर्दाखेरि मलाई भिडियो बनाउने मोटिभेसन मिल्छ। मासु र भात मोलेर ल्याम किल्याम हानेपछि त मिठो नहुने त कुरै भएन। भन्दै आजलाई यति नै गर्छु। हजुरलाई भिडियो मन पर्यो होला, भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सनु होला। म भेट्ने छु हजुरलाई भोलिको सर्ट एन्ड स्वीट ब्लगमा। त्यतिन्जेलको लागि बाइ बाइ।